हेलो एभ्रिवान, वेलकम आवर युट्युब च्यानल। सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। हामी पनि एकदम ठिक छौँ। अनि आज चाहिँ हामी गणेश पार्क जाँदैछौँ। हाम्रो जङ्गलको यात्रा हुँदैछ। यहाँनिर जङ्गलै जङ्गल छ, रुखहरू, सालको रुखहरू सर्लक्क माथि पुगेका छन्। हेलो हेलो गर्न चाहन्न अरे यो मान्छे। नानी बोकेर हिँडिराख्नु भएको छ यहाँ। आज स्कुल नगई गणेश पार्क जाने मान्छेले किन मुख छोप्छस्? दिदी हुनुहुन्छ यहाँ। लाल सलाम भन्नुहुन्छ। चुनाव पनि आउँदैछ नजिकै, त्यही भएर लाल सलामको याद आउला। अनि हामी यहाँ जङ्गलमा छौँ। लाल सलाम खतरा रुख सुक्या रहेछ यहाँ त, किनभने यहाँ दाउरा हान्नुपर्छ। ऊ हेर्नुहोस्, दुईवटा रुख सुक्या छ यहाँ। फेरि कुहिले पक्रा अन्त मिस्टीमा अग्लोमा गइ जाने माथि यहाँ हान्नुपर्छ क्या नि। देखिराख्ने के हेरिराख्ने एक दिन। अब दिदी गइजाल्नुहुन्छ भोलि। आन्नुपर्छ अस्ति मैले यही जङ्गलमा हामी च्याउ खोज्न पनि आन्छौँ। यहाँ माथि च्याउहरू धेरै पाइन्छ यहाँ। अनि मेरो कब्जाको हालत यस्तो छ, सबै कुरो लागिसकेको छ। अनि बाँकी भिडियो चाहिँ हामी माथि पार्कमा गएर तपाईँहरूलाई देखान्छौँ। अहिले बाटोमा यति नै। यो ढिम्राको खोर हो, ढिम्राको खोर मन्दिर जस्तै छ यहाँ। बाँदरले खै तल्नु पनि मस्ती कोट्याएको हो। हामी फाइनल्ली पार्क आइपुगेका छौँ। यहाँ देख्न सक्नुहुन्छ इलिफेन्ट, बिग इलिफेन्ट। पानी छ क्या यसको पछाडि, त दारा जोडिरहेछ नि। ठुलो हात्ती छ। हामी आइपुगेका छौँ पार्कमा। गीत बजिरहेछ। कुन्ची हाई भन न, क्यासी हो गाउँदा हो नि घर। फ्लाइट घर त्यहाँ छन्, पिपलका रुख यहाँ छन्। अनि हामी आइपुग्यौँ 1-1.5 घन्टाको यात्रापछि। खै यहाँ टिकट काउन्टरमा मेरो पुन्टी सानी माया कति अप्ठ्यारो भएको छ यिनलाई। वेलकम पार्टी प्लेस पार्क। फुलहरू फुलेको छ यहाँ। कस्तो राम्रो फुल फुलेको यहाँ। त्यहाँ अलग्गै टिकट लाग्छ। त्यहाँ जाने हुन यो उ गर्छ। त्यहाँ अलग्गै टिकट काट्ने हो कि पारी। This is Buddha. ओइल खिच्दैनौँ हजुर।
ड्रेसको कति हो? मगरको केटाकोमा पनि छ। टक्क लगाएर हामी बिरालो हाय दाँतमा कहाँ पानीमा एकछिनपछि जाने हो। अहिले पारी जाऊँ न, अजिङ्गर देखान्छौँ हामी तपाईँलाई। त्यहाँ पनि देखिन्छ पानीका फोकाइ कस्तो राम्रो टाइगर बसेछ त्यहाँ। घोडाले खान्छ नि सही देशै। एकछिने गैडा पनि छ। कस्तो राम्रो। मलाई त अर्कै लागेको छ एडारोडा कि जस्तो कि जस्तो कि नयाँ अजिङ्गर। यहाँ अजिङ्गर अजिङ्गर देखो अजिङ्गर। मुसा मुसा दुईटा राख्दै खाने कतिखेर खान्छ त्यो सुटे हा त मेरो चल्ला खाइदिला के छ गुड भन्ने चल्ला खान आएछ उठ आँखा हेर यो त गिड्डे खुट्टाको दिदी हुने एउटा साँप खान्छ ओल्लो फेरि चिम्मु गरेछ त्यहाँ अस्ति इटा हो गए चुप्प छ चुप्प। बाँदरको आमा छोरा त्यहाँ बसिएको छ नि त्यो ठाउँमा। ओडायो हेर्नुहोस् न बारे यहाँ डुङ्सी दुईटा छन् कि नि तीनवटा बाँदर। जिउँदे मरेर सोधिहाल्छ नि। जिराफ छ त्यहाँनिर। अरू कहाँ छन्? यहाँ त खाली छ सबै खाली छ। बाघ त छैन यहाँ, बाघ त माथि यहाँ त अस्ट्रिच छ त्यहाँ रटुवा बाख्रा जस्तै हुने रहेछ नि। किलिदिया छन् कि उनीहरू खाना आयो होला बिचरा। अस्ट्रिया मस्टिर वास्ता रहेन छ। दुईटा मात्र छोटो बाघ छन् क्या नि। अस्ट्रिया मस्टिर जरायोहरू त्यहाँ बसिया रहेछ। अस्ति त्यही मस्टी थियो। उछल अहिले जरा हेर्ने भने उड्दिन त बसेर
यो एउटी किन राखे यहाँ बाख्रा जस्तै खग्ने रहेछ अरे साँच्चै डाफे यो डाफे देखिन्न ठुलै भनेर योभन्दा ठुलो हुन्छ क्या नि